नमस्ते हजुर सबैजनालाई नमस्कार छ। एकैछिन पर्खिनु होला, यो भिडियो हेर्नु होला र केही वनस्पतिहरू लिएर आएको छु मैले। हेर्नुस् त, यो कडी पत्ता जताततै छ, यसको कुकुरले नखाई। हेर्नुस् त, यसको कसैले गन्दैनन्। यो यस्तो अमृत छ यो मित्रहरू, यो जसले 3वटा पत्ता दैनिक खाने गर्छ, यो हार्ट अट्याकबाट बचिन्छ। दालमा हालेर झानेर खानुस्, उत्तिकैमा फाइदा हुन्छ र देश विदेशमा यसको यति महत्त्वपूर्ण छ। जसको कपाल फुल्छ, जसको कपाल झर्छ, जसको कपाल टुक्रिन्छ, महिला दिदीबहिनीहरूलाई त अति नै अचुक औषधि हो यो। र यो नरिवलको तेलमा यसको पत्ता कमसेकम 100 ग्राम जति यसको पत्ता यसरी सोरेर नरिवलको तेलमा मजाले पकाएर यसलाई मिचेर लगाउनुहुन्छ। मजाले पकाएर भने उत्तिकै फाइदा हुन्छ र जसले दालमा झानेर खान्छ उत्तिकै फाइदा हुन्छ। हरेक वनस्पति हो यो, हरेक चिजमा काम लाग्ने चिजहरू। यसको हार्ट अट्याकबाट बचिन्छ, टिको लागि पनि काम गर्छ, पाइल्सको लागि पनि उत्तिकै काम गर्छ, थाइरोइडलाई पनि काम गर्छ। मित्रहरू, 3वटा पत्ता मात्रै दैनिक चबाएर खाइदिनुहोस्, दालमा झानेर खानुहोस्, उत्तिकै फाइदा हुन्छ। हेर्नुहोस्, आज हामीहरू गोदावरी धाम घुम्न आएका छौँ र आज चैते दसैँको बेलामा यसो गोदावरी घुम्न आउँ भनेर मैले आएको। ठक्कै मैले यो देखेर हजुरलाई यो वनस्पतिहरू देखाइरहेको छु। यो विशेषता मित्रहरू अमृतभन्दा कम छैन। सबैजनालाई राधे राधे, सबैजनालाई राधे कृष्ण मित्रहरू, राधे कृष्ण, राधे कृष्ण।